नमस्कार सबैमा आउनुहोस् यो ग्रीन कलरको राख्न सिकौँ। ग्रीन कलरको कसरी राख्ने भन्नुभएको छ धेरैले। कोहीले भेटमा कसरी बनाउने भन्नुभएको छ है, कोहीले यो कसरी राख्ने भन्नुभएको छ हैन। यो ग्रीन कलरको कसरी राख्ने भन्ने मैले सजिलो एउटा भिडियो सेयर गर्छु। केही गर्नु परेन हजुरले। यो सिम्पल हैन, एक लाइनको नटवाला चेन बुन्नुस्, 5 वटा बुन्नुस्। 5 वटा बनाइसके पछाडि हजुरले है 5 वटा नट बुनिसके पछाडि यस्तो यो लामो लाइन तान्नुस्। यो पनि 7 पटक तान्नुस्। डबल भएको हुनाले 7 दुना 14 हुन्छ। यो डबल बनाएको रिजन त्यही हो। 1 हैन, 2 3 4 5 6 यसलाई अलि समय राख्नु होला है यहाँनेर। 7 यस्तो गर्नुस् अनि यहाँ सक्दिनुस् है। अनि एउटा दुईटा तीनटा चारवटा पाँचवटा छवटा यो बुन्नुहोस्। अनि यो फुल छ नि, यो फुल उल्टो र सुल्टो हुन्छ फेरि है। जता त्यो बनाइसकेको साँचोको माथितिरको सुल्टो हुन्छ, यता तलतिरको उल्टो हुन्छ है। यस्तो है, उल्टो र सुल्टो हुन्छ। अनि यसलाई यो सुल्टो भाग आफूतिर पारेर यो छिराइदिनुस् यसरी है। यसरी छिराइदिनुस्। अनि फेरि अघि त्यहाँ त हामी त 5 वटा त बुनिसकेछौँ नट हैन। 5 वटा नट बनाइसकेका छौँ। हामीलाई त्यसले केही गर्दैन है। अनि एउटा यो टाइट नट बनाउनुस्। अनि फेरि यतिको लामो बनाउनुस्। अनि यसरी नै। अनि यो फुलहरू मैले 22 वटा बनाएको छु। 22 वटा फुलको राम्रो देखिन्छ भगवानको फोटामा लगाउन, पितृहरूको फोटामा लगाउन। 22 वटा फुल भयो भने ठ्याक्क पुग्छ है। धेरै अब ढोकाहरूलाई लगाउने हो भने त अझै धेरै बनाउनु पर्यो। नत्र भए त 22 वटाको ठिक्क राम्रो ठिक्कको हुन्छ। मैले यो बनाएको ठिक्कको राम्रो भएछ है। यस्तो गर्नुस्। यो राम्रो कि यो यल्लो राम्रो, यसलाई पनि हजुरहरूले कमेन्ट गरिदिनुहोस् है। अनि यो बनिसकेपछि लास्टमा बनिसकेपछि देखाउँछु है। मैले सकेँ, यो कम्प्लिट गरेँ। हजुरलाई यो कस्तो लाग्यो यसको हजुरले कमेन्ट गर्नुहोस् न। यो चाहिँ छोटो भएको थियो, यो चाहिँ लामो छ यी। यसको लगत्तै म हजुरहरूलाई एउटा गलबन्दी बुनेको भिडियो सेयर गर्छु है। एकदम सिम्पल पाराले अहिले जाडोमा हामीले ओड्ने गलबन्दी बनाऊ है।